वेलकम टु माई भिडियो। सबै साथीहरूलाई नमस्ते। यो चाहिँ मेरो गावा पकाएको भिडियो है। मेरो स्वर त्यति राम्रो छैन, भर्खर आज यसो एउटा भिडियो बनाएको। फर्स्ट टाइम है मैले भोइस ओभर गरेको चाहिँ। आफूले आफूलाई आफ्नो स्वर सुन्दाखेरि चाहिँ फेरि लाजको मर्ने हुँदो रहेछ। हे भगवान्, कसरी मिनी ब्लग बनाएर हाल्छन् कि अरूहरूले। मलाई त्यो हिम्मत देऊ सरकारलाई त माग्नु भएन नि भगवान्। जे पनि अहिले सबले जे चिज पनि सरकारसँग माग्नु थाल्यो नि, त्यही भएर मैले पनि सरकार भन्ने हालेँ कि मुखबाट ट्याक्क आइहाल्यो नि त। यो चाहिँ हामीले गाभा पकाएर आएको। यो चाहिँ हेर्नु है, काठमाडौँमा 100 रुपियाँको गाभा किनेको हो। अनि त्यसपछि 100 रुपियाँको गाभा किनेर पकाउँदाखेरि चाहिँ कुकरमा यसरी सोही 2-3 सिटी लगाइदिएपछि 5 मिनटमा पाकिहाल्छ। मलाई चाहिँ एकदमै मनपर्छ फेरि यो है गाभा चाहिँ। तपाईँहरूलाई मनपर्छ कि पर्दैन कमेन्टमा लेख्नु होला। अनि यति मिठो हुन्छ कि लतक्क पारेर गाभा पकाएपछि अनि त्यसपछि सुई खुडेर अनि त्यसपछिबाट यस्तो मिठो हुन्छ भने मलाई त एकदम मनपर्छ कि फेरि है। अनि यो नर्मल सादा मनपर्छ कि मलाई। फेरि कसैलाई फेरि अब गेडागुडीहरू हालेर मनपर्छ भने मलाई चाहिँ गेडागुडी भन्दा पनि यो सादा नर्मल पकाएर यसरी कागती सरक्क निचेर रस्सीको कागती निचरेर अनि त्यसपछिबाट खानुलाई चाहिँ यति मिठो हुन्छ कि खानको लागि कुरै छोडिदिनु। खसीको मासु भन्दा पनि धेरै मनपर्छ मलाई। हेर्नु हेर्दै कस्तो खाउँ लाग्दो चाहिँ मिठो भएछ। अनि त्यसपछि मैले छिटो पकाएर पस्किएर मम्मीलाई चाहिँ दिइहालेँ है। उहाँ चाहिँ हुन्छ मेरो सासु मम्मी।